नमस्कार दर्शक श्रोता। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपालले विभिन्न समयमा पदपूर्तिका लागि अनलाइन आवेदन आह्वान गर्ने गर्दछ। यसपटक पनि खुला प्रतियोगिता मार्फत पदपूर्ति गर्ने किसिमले ठूलो संख्यामा विज्ञापन खुलाएको छ। यही 2081 चैत्र 22 गते प्रकाशित यस विज्ञापनका लागि अनलाइन आवेदन पेश गर्ने म्याद सिंगल दस्तुरमा 2082 वैशाख 11 गते र दोब्बर दस्तुरमा वैशाख 18 गतेसम्मका लागि निर्धारण गरिएको छ। आउनुहोस् आजको भिडियोमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपालद्वारा विज्ञापित पदहरूमा अनलाइन मार्फत के कसरी आवेदन पेश गर्ने त्यसबारे चर्चा गरौँ। र यसबारे चर्चा गर्नु पूर्व यदि तपाईँले टेक सोल्युसन युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गरिदिनु होला र सँगै रहेको बेल बटनमा प्रेस गरी अल नोटिफिकेसनमा पनि क्लिक गरिदिनु होला। त्यसो गर्नुभयो भने आगामी दिनमा यस युट्युब च्यानलमा अपलोड गरिने हरेक भिडियोहरूको नोटिफिकेसन यहाँले प्राप्त गर्नुहुनेछ। यो स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपालको आधिकारिक वेबसाइट हो। यो वेबसाइटको लिङ्क म यसै भिडियोको डिस्क्रिप्सनमा राख्नेछु। यहाँले सिधै क्लिक गरेर यो वेबसाइटमा प्रवेश गर्न सक्नुहुनेछ। यहाँबाट तल यो सबै विज्ञापनहरू यहाँले आफूलाई उपयुक्त हुने पदमा अनलाइन आवेदनका लागि हेर्न सक्नुहुनेछ। यदि तपाईँले योभन्दा पहिले यो वेबसाइटमा प्रवेश गरेर युजर आइडी क्रिएट गरिसक्नु भएको छ भने लगइनमा क्लिक गर्नुहोला र आफ्नो युजर आइडी राखेर लगइन गर्नुहोला। त तपाईँले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपालद्वारा खोलिएका विज्ञापनहरूमा पहिलोपटक आवेदन पेश गर्दै हुनुहुन्छ भने यहाँनिर रजिस्टर गर्नुहोस् भन्नेमा क्लिक गर्नुहोला। यहाँ क्लिक गरेपछि तपाईँले आफ्नो नाम डिटेलहरू यहाँ भर्नुहोला। यहाँ पहिलो नाम, त्यसपछि बिचको नाम, थर लेख्नुहोला। यदि बिचको नाम छैन भने छोडिदिनु होला। त्यसपछि इमेल आइडी, मोबाइल नम्बर र पासवर्ड राख्नुहोला। पासवर्ड एकै किसिमको दुई पटक राख्नुपर्ने हुन्छ। पासवर्ड उदाहरणका लागि तपाईँले यहाँनिर मैले देखाएँ नेपाल@321 यसरी राखेँ। यसलाई कपी गरेर फेरि यता पासवर्ड सुनिश्चित गर्नुहोस् भन्नेमा क्लिक गरेर एउटै किसिमको पासवर्ड दुई ठाउँमा राख्नुहोला अनि रजिस्टर गर्नुहोस् भन्नेमा क्लिक गर्नुहोला। यसरी क्लिक गरेपछि क्याप्चा राख्नुपर्ने हुन्छ। रातो अक्षरमा दायाँपट्टि जुन यो क्याप्चा देखाइएको छ जस्ताको त्यस्तै अक्षरहरू क्यापिटल, स्मल लेटर अथवा अङ्क के छ जस्ताको त्यस्तै राख्नुहोला अनि भेरिफाईमा क्लिक गर्नुहोला। त्यसपछि यसलाई सेभ गर्दा पनि हुन्छ। सेभ गर्नुहोला। तपाईँको यो इमेल आइडी मार्फत लगइन भएको छ भन्ने यहाँनिर जनाउँदिएको छ। अब गो टु लगइन पेजमा क्लिक गरौँ। त्यसपछि अब त्यो आइडी यदि तपाईँले सेभ गर्नुभयो भने अलरेडी डिफल्ट रूपमा यहाँ देखिन्छ अटोमेटिक रूपमा। छैन भने यहाँनिर राख्नुहोला आइडी र साइन इनमा क्लिक गर्नुहोला। त्यसपछि अब यो विज्ञापनहरूको लिस्ट यहाँनिर देखाउँछ। विज्ञापन सूची, खुला प्रतियोगिता, आन्तरिक प्रतियोगिता, कार्यक्षमता मूल्याङ्कन कुन हो, तपाईँले कुन किसिमले आवेदन पेश गर्नुपर्ने हो। मैले खुला प्रतियोगिता मार्फत आवेदन पेश गरेर तपाईँहरूलाई देखाउँछु। यहाँबाट तल जाउँ, म कुनै एउटा पदमा आवेदन पेश गरेर तपाईँलाई देखाउँछु। यो पदहरू तपाईँले हेर्नु होला, तपाईँलाई उपयुक्त कुन छ सोही अनुसार यहाँले क्लिक गर्नुपर्ने हुन्छ। विभिन्न प्राविधिक पदहरूको विज्ञापन यहाँ हेर्न सकिन्छ। अब यहाँबाट अब राइट साइडतिर स्क्रल गर्नु होला र यहाँनिर आवेदन दिनुहोस् र विवरण हेर्नुहोस् भन्ने छ। नर्सिङ प्राविधिकतर्फ यो प्रमाणपत्र अथवा +2 लेभलको आवेदन दिनुहोस् भन्नेमा क्लिक गरौँ। यसमा आवेदन पेश गरेर तपाईँलाई देखाउँछु। अब हामीले डिटेलहरू भर्नुपर्ने हुन्छ। यदि तपाईँ कर्मचारी हो भने इम्प्लोइ आइडी यहाँनिर राख्नुपर्ने हुन्छ, होइन भने छोडिदिनु होला। नयाँ फ्रेस हो भने यहाँ अब डिटेलहरू भन्नु होला। माथि तपाईँको नाम हामीले अघि नै यो राखेको हुनाले यसरी देखाउँछ आफ्नो नाम र तल नेपालीमा अथवा युनिकोडमा पहिलो बिचको नाम छ भने बिचको राख्नु होला, छैन भने छोडिदिनु होला। नाम थरहरू अब यसरी भर्दै जानुपर्ने हुन्छ। तल जन्ममिति राख्ने क्रममा त्यो ठाउँमा क्लिक गर्ने बित्तिकै यो क्यालेन्डर आउँछ। यही अनुसार तपाईँले महिना, साल, गते यसरी चुज गर्न मिल्छ। त्यसपछि विक्रम सम्बन्धमा डेट राख्ने बित्तिकै इस्वी सम्बन्धमा अटोमेटिक रूपमा डेट यता कन्भर्ट भएर आउनु देखिनेछ। त्यसपछि आफ्नो लिङ्ग यहाँनिर जेन्डर के हो त्यो चुज गर्नु होला अनि बुवाको नाम, त्यसपछि आमाको नाम, उहाँको नागरिकता प्रमाणपत्रमा जे नाम छ त्यही नै राख्दा उपयुक्त हुन्छ। त्यसपछि हजुरबुवाको नाम पनि राख्नु होला। यदि तपाईँ म्यारिड हो भने पति पत्नीको नाम राख्नु होला। त्यस्तै नागरिकता नम्बर राख्नु होला अनि तपाईँको नागरिकता जारी भएको जिल्ला र जारी मिति नागरिकता प्रमाणपत्रको पछाडिपट्टि हुन्छ, त्यो मिति पनि यहाँ राख्नु होला। अनि धर्म के थियो र अपाङ्गता छ भने यस गर्नु होला, छैन भने नो गर्नु होला अनि अगाडि बढ्नुहोस् भन्नेमा क्लिक गर्नु होला। अब यसपछि यहाँ हामीले सम्पर्क डिटेलहरू राख्नुपर्ने हुन्छ। तपाईँको ठेगाना नागरिकतामा उल्लेख भएअनुसार के छ त्यो राख्नु होला। यदि नागरिकतामा पुरानो विवरण छ भने अहिलेको सङ्केत अनुसारको विवरण यहाँ तपाईँको स्थायी ठेगाना कहाँ हो त्यो राख्नु होला। यहाँ तपाईँले प्रदेश, जिल्ला, स्थानीय तह, गाउँपालिका, नगरपालिकाको नाम, वडा नम्बर, टोल अनि यही अनुसार यहाँले राख्नुपर्ने हुन्छ। अनि पत्रचार गर्ने ठेगाना पनि कहाँ हो त्यो राख्नु होला। जिल्ला, स्थानीय तह अनि गाउँपालिका, नगरपालिका के हो त्यो राख्नुपर्ने हुन्छ। यता माथि स्थानीय तह जिल्ला चुज गरेपछि मात्रै तलपट्टि देखाउँछ।
यसरी डिटेलहरू सबै भरिसकेपछि यहाँनिर अगाडि बढ्नुहोस् भन्नेमा क्लिक गर्नु होला। त्यसपछि अब शिक्षा सम्बन्धी विवरण यसमा प्लस चिन्हमा शैक्षिक योग्यताको विवरणमा क्लिक गर्नु होला। त्यसपछि यहाँ डिटेलहरू शैक्षिक डिटेल भर्नु होला। शैक्षिक संस्थाको नाम लेख्नुपर्ने हुन्छ। त्यस्तै उपाधि के हो त्यो राख्नु होला। त्यसपछि संकाय, मूल विषय के हो, ग्रेड राख्नु होला। त्यसपछि ग्रेड नेम, जिपिए, यहाँनिर पर्सेन्टेजमा छ भने पर्सेन्ट राख्नु होला, तह राख्नु होला, लेभल कुन। त्यसपछि यहाँनिर प्रतिशत राखेर शैक्षिक योग्यता प्रमाणपत्रहरू 750 KB भन्दा मुनि नै हुनुपर्छ साइज। यहाँनिर तपाईँले PDF अथवा फोटो फर्मेटमा यहाँ राख्न मिल्यो। त्यसपछि यो डिटेलहरू भरिसकेपछि अगाडि बढ्नुहोस् भन्नेमा क्लिक गर्नु होला। अब यहाँनिर व्यावसायिक परिषदको विवरणहरू राख्नुपर्ने हुन्छ। त्यसमा क्लिक गरेर काउन्सिलको नाम, त्यसपछि किसिम कस्तो हो त्यो, एक्सपायरी नन एक्सपायरी, त्यसपछि दर्ता नम्बर, जारी मिति र यहाँनिर फाइल अट्याच गर्नुपर्ने हुन्छ। PDF, JPG अथवा फोटो फर्मेटमा पनि 500 KB भन्दा मुनिको राख्नुपर्ने हुन्छ। यसरी राखेपछि अगाडि बढ्नुहोस् भन्नेमा क्लिक गर्नु होला। अब यसपछि हामीले आफ्नो फोटो विवरणहरू राख्नुपर्ने हुन्छ। फोटो नागरिकताको अगाडिपट्टि अथवा पुरै एउटैमा पनि राखेर त्यसरी राख्न मिल्यो। त्यसपछि यो पछाडिपट्टिको यदि माथि एउटा मात्रै अगाडिपट्टिको राख्नुभयो भने पछाडिपट्टिको तल राख्नु होला। हस्ताक्षर, त्यस्तै समावेशी हो भने समावेशी, अपाङ्गता, पिछडिको प्रमाणपत्र छ भने त्यो पनि राख्नु होला। अन्य आवश्यक कागजात केही छ भने त्यो पनि राख्नु होला। जस्तै मैले तपाईँलाई यहाँनिर क्लिक गरेर फोटो अपलोड गरेर देखाउँछु। त्यसपछि नागरिकता प्रमाणपत्रको अगाडिपट्टिको यो फोटो अपलोड गरेर देखाएँ। त्यसपछि ब्याक साइडको यसको साइज अलि बढी देखायो। हुनुपर्ने 200 KB भन्दा मुनि हो तर बढी रहेछ। अब यसको साइज घटाउनका लागि यसमा फेरि गएर राइट क्लिक गरेर ओपन विथ पेन्ट गरौँ कम्प्युटरमा हो भने, अनि रिसाइज गरौँ। रिसाइजमा क्लिक गरेर यहाँबाट अब कति पर्सेन्टमा झार्ने यसलाई घटाउँ। अब यसलाई रिनेम पनि गरौँ। त्यसपछि रिनेम गरेपछि अन्यले सपोर्ट गर्छ। अनि हस्ताक्षर पनि यसरी सबै डकुमेन्टहरू यसरी नै चुज फाइलमा क्लिक गरेर अपलोड गर्नु होला। अगाडि बढ्नुहोस् भन्नेमा क्लिक गर्नु होला। अब यहाँ डिटेलहरू सबै देखाउँछ। यहाँनिर सक्सेस क्यान्डिडेट डकुमेन्ट एडेड सक्सेसफुल्ली भनेको छ। सबै डकुमेन्टहरू तपाईँको अपलोड भइसकेको छ। तपाईँले केही यसमा हेरफेर गर्नुपर्ने छ, कहीँनिर मिस्टेक भएको देख्नुहुन्छ भने फेरि सच्याउनलाई पछाडि फर्किनु होला। यहाँनिर तल पछाडि फर्किनुहोस् भन्नेमा क्लिक गर्नु होला। यदि सबै ठिक छ भने अगाडि बढ्नुहोस् भन्नेमा क्लिक गर्नु होला। अब तपाईँले समूह चुज गर्नु होला। यहाँनिर खुला, त्यसपछि समावेशीतर्फ महिला, दलित, मधेसी अथवा के हो, अपाङ्ग, आदिवासी जनजाति। यहाँ मल्टिपल समावेशी चयन गर्न मिल्छ र हटाउन पनि मिल्यो। यसरी चुज गरेपछि यहाँनिर टिक लगाइएको छ भने डिफल्ट टिक नै हुन्छ। यदि छैन भने टिक मार्क लगाउनु होला। अनि यो टिक लगाइसकेपछि अगाडि बढ्नुहोस् भन्नेमा क्लिक गर्नु होला। यसरी क्लिक गरेपछि अब यहाँ डिटेल फेरि देखियो। आवेदन पेश गर्न बाँकी भनेको छ, नन भेरिफाइड, पैसा पनि तिरिएको छैन। तपाईँले परीक्षा दस्तुर दाखिला गर्नुहोस् भन्नेमा क्लिक गर्नु होला। आवेदन परिमार्जन गर्नुपर्ने छ भने आवेदन परिमार्जन गर्नुहोस् भन्नेमा क्लिक गर्नु होला। पछाडि फर्किनु होला, फेरि सच्याएर अगाडि बढ्नु होला। यदि सबै ठिक छ भन्ने लाग्छ भने परीक्षा दस्तुर दाखिला गर्नुहोस् भन्नेमा क्लिक गरेर अगाडि बढ्नु होला। यसरी क्लिक गरेपछि अब यहाँनिर 3वटा अप्सनहरू छ। तपाईँले खल्ती वालेट, इसे वालेट र कनेक्ट आइपिएस 3वटा मध्ये कुनै एउटा मार्फत तपाईँले तोकिएको दस्तुर पेश गर्नुपर्ने हुन्छ। यदि तपाईँसँग वालेटमा अहिले पैसा छैन अथवा अरू काम विशेषले तपाईँले अहिले यतिकै छोडेर हिँड्नु पर्यो अथवा लाइट गयो, तपाईँको कम्प्युटर अफ भयो, तपाईँले यो प्रोसेस अगाडि बढाउन सक्नु भएन, पेमेन्ट गर्न सक्नु भएन भने फेरि अर्को पटक लगइन गर्नु होला। लगइन गरेपछि त्यो कहाँ गएर बस्यो हेर्नु तपाईँले। यहाँ अलिकति तपाईँलाई झन्झटिलो हुनसक्छ, त्यही भएर यहाँ भुक्तानी विवरणमा देखिँदैन, यस्तो खालको देखाउँछ, सफल असफल केही देखाएन। त्यसपछि उम्मेदवारको ड्यासबोर्डमा हेरौँ। यहाँ तपाईँले यो मेरो आवेदनहरू भन्ने छ, यसमा जानुपर्ने हुन्छ। यहाँ गएर मात्र यसो देखाउँछ। यहाँनिर नट सबमिटेड, पेन्डिङ भनेर देखाएको छ। यहाँ क्लिक गरेर मात्रै अब पेमेन्टका लागि प्रोसेस गर्न पाउनुहुन्छ। अब यहाँनिर परीक्षा दस्तुर दाखिला गर्नुहोस् भन्नेमा क्लिक गर्नु होला। यहाँ क्लिक गरेपछि अब अघिको जस्तै यहाँ वालेटहरू देखायो। अब एउटा कुनै चुज गरेर अनि सोही अनुसार म जस्तो ई सेवा मार्फत पेमेन्ट गर्छु अनि भुक्तानी गर्नुहोस् भन्नेमा क्लिक गर्नु होला। भुक्तानी गर्नुहोस् भन्नेमा क्लिक गरेपछि अब ई सेवाको यो ड्यासबोर्डमा यहाँनिर ई सेवा आइडी र पासवर्ड राखेर लगइन गर्नु होला। ई सेवा रेजिस्टर गरिएको मोबाइल नम्बरमा ओटिपी आउँछ। त्यो ओटिपीलाई यहाँनिर राखेर कन्टिन्यू पेमेन्ट गर्नु होला। त्यसपछि ई सेवा होल्डरको यो डिटेलहरू आउँछ। त्यसपछि फेरि कन्टिन्यू पेमेन्ट गरेर कन्फर्म गर्नु होला। अनि यहाँनिर सबमिट नाउ भन्ने आउँछ। अब यहाँनिर सबमिट नाउमा क्लिक गर्नु होला। यसरी सबमिट गरिसकेपछि अब तपाईँले यहाँ भुक्तानीको विवरणहरू हेर्न सक्नुहुन्छ र डाउनलोड पनि गर्न सक्नुहुन्छ। डाउनलोड गर्नका लागि भुक्तानी विवरण भन्ने छ, यसमा क्लिक गर्नु होला।
अनि यो विवरण हेर्न सक्नुहुन्छ। माथिपट्टि डाउन एरो जुन छ त्यसमा क्लिक गरेर तपाईँले भुक्तानी विवरण आफ्नो डाउनलोड गरेर पनि राख्नु सक्नुहुन्छ। त्यसका लागि यहाँनिर अब सेभ एज पिडिएफ भन्ने हुन्छ यहाँ अप्सन, यसमा क्लिक गरेर कुन ठाउँमा सेभ गर्ने हो त्यो यहाँ यसरी सेभमा क्लिक गरेर सेभ गर्नु होला। अब मेरो आवेदनहरू भन्ने छ योमा फेरि उम्मेदवारको ड्यासबोर्डभित्र यसमा गएर अब अहिले पेन्डिङमा छ स्थिति। अब पछि एप्रुभ भएपछि तपाईँको एडमिट कार्ड तपाईँले डाउनलोड गर्न मिल्ने हुन्छ, पछि डाउनलोड गर्नु होला। यो यहाँनिरबाट यसरी लगआउट गर्नु होला। अर्कोचोटि खोल्नलाई फेरि यसरी नै तपाईँले लगइनमा क्लिक गरेर खोल्न सक्नुहुन्छ। यो थियो पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा विज्ञापित पदहरूमा अनलाइन मार्फत आवेदन के कसरी पेश गर्ने भन्ने सम्बन्धमा आजको भिडियो। अर्को दिन फेरि नयाँ भिडियोको साथ तपाईँहरूमा उपस्थित हुनेछु। तबसम्मका लागि टेक सोल्युसन टिप च्यानललाई लाइक, सेयर र सब्सक्राइब गरिदिनु होला। धन्यवाद।